हेलो एभ्रिवान, सेवारो स्वागत छ हजुरहरूलाई आजको मेरो न्यू डे न्यू भ्लगमा। अनि हजुरहरू नयाँ हुनुहुन्छ भने चाहिँ म सिलु लिम्बू फ्रम धनकुटाबाट। म चाहिँ धेरै दिनपछि फेरि भ्लग स्टार्ट गर्दैछु गाइज। बसेरै कुरा गरौँ न हैन। बस्दा बस्दै मैले मेरो ब्युटिफुल फ्लावरलाई पनि देखाउन चाहेँ, मेरो भिडियोमा ल्याउन चाहेँ, किनभने हेर्नु न पानी मजाले भइरहेछ क्या। थोपा थोपा पानी पनि माथि माथिबाट बर्सिरहेछ, एकदम राम्रो देखिरहेछ। र भिडियोमा चाहिँ कस्तो देखिरहेछ ठिक छ तर पनि। अनि अर्को कुरा चाहिँ यदि हजुरहरू नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै आजको म भिडियो स्टार्ट गर्दैछु गाइज। तर म त जहिले घरैबाट हो स्टार्ट गर्ने भनेको, घरबाटै हो, बसी बसी नै हो। हेर्नु न आजको मौसम से कितना कितना सुंदर लग रहा है। पानी परेर हाम्रोतिर त बिजोग छ हौ गाइज। हजुरहरूकोतिर के कस्तो छ हौ? पुरा हेर्नु न धुम्म 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 भइरहेछ है। मजेदार मजेदार दिनहरू भइरहेछ। हरिपर घुमेर देखाउनु पर्ला हौ गाइजहरूलाई। अनि आजको मेरो भ्लग चाहिँ के कस्तो हुनेछ अन्तिमसम्म हेरेर साथ दिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। अरू त के नै भन्नु छ र। अनि आज चाहिँ साथीहरू उता मूलगढतिर जान लागेको अब, किनभने आज पूजा छ के। हाम्रो त कति पूजा हुन्छ हौ यो राईको त हैन, महिनामै 2-3 चोटि हुन्छ, कहिले कहिले कतिचोटि। तर अब चाहिँ पूजा गर्ने समय अरे त्यो के भन्छ, महिनाहरू अब चाहिँ 1-2 महिना चाहिँ अब चाहिँ हुँदैन। अब एकचोटि दसैँमा हुन्छ, त्यसपछि आजदेखि चाहिँ अब 2-3 महिना चाहिँ ग्यापै हुन्छ दसैँसम्म, त्यसपछि दसैँमा हुन्छ। त्यही भएर मेरो उता मेरो ससुरा, कान्छा ससुरा अनि जेठा ससुराहरू सबै आउनुभएको छ पूजा गर्नलाई। दाजुभाइ भेला हुनुभएको छ उता मूलगढतिर, म पनि त्यतै जानुपर्ने हुन्छ। के कस्तो हुन्छ आज हाम्रो पूजामा सबै चाहिँ म हजुरहरूलाई जति सक्दो हजुरहरूलाई म देखाउने कोसिस गर्छु। हेर्दै गर्नु होला, स्किप नगरी हेरिदिनु होला है त भन्दै। अब म एकैचोटि मूलगढ गरेर मात्रै म भिडियो गर्छु, किनभने यहाँबाट मैले सामानहरू के बोकेर जानुपर्ने हुन्छ। अनि त्यही भएर भिडियो गर्दै जानु पनि अलिकति मलाई अप्ठ्यारो हुन्छ है त। ल यता बोजूकोतिर जानु पर्यो। पूजा सुरु भइसकेको छ गाइज। बोजू हेङमावा कामा नाङ हौ। रक्सी पनि यसरी हुँदो रहेछ। खै कहाँनिर कट लाउनुहुन्छ नि? अनि खै कहाँ नि रक्सी चाहिँ? ए त्यसरी पनि हुँदो रहेछ। ए हाम्रोतिर चाहिँ यस्तो खालको यसरी रक्सी पार्नु हुँदो रहेछ है हाम्रो बुढी बोजूले चाहिँ। अनि छाउ उ बोजू इया त चारवटा कुङ्ची निकाल्नु न। गाइज यहाँ चाहिँ एउटा दराज छ, यहाँभित्र चाहिँ हाम्रो बाजे र बोजूको टक्कसँगले फोटो छ। मेरो ससुरा बाजे र सासूमा बोजू उमेरमै फोटो चाहिँ खिचिराख्नु पर्ने रहेछ। यसरी
पछि सम्मलाई सम्झना हुन्छ। टक्कसँगले हाम्रो बुढो बाजेले चाहिँ दराजमा बोजूको सम्झना यसरी थुनेर राख्नुभएको छ। यहाँ चाहिँ हाम्रो यो भोरी नै छ है परेवा, यहाँ मात्र होइन यहाँ पनि छ। यो सबको आज मृत्युदण्ड हुन्छ। आनंद भयो उल्टो जोडेमा ल सेना लोकल मलुङ macam panas kualan. 7,000 हो त्यसो 4-5,000 त Buru kaya kaya kana? artisan Leo sih buru kaya. I mean no yang dia छोड्दा खायो Usung ha? मुनेको फिटमा यो कतले 75,000 देऊ त्यसो खाना आई फिट ओके ले वाइसी ले बाटु बाटु ओ मान्छे आन्टीमा लाग्छ हो आन्टीमा म दा त्यो 75,000 आधी घण्टामा लागेन उनका चाहिँ पसिना सरी हुनुभएछ त दाजु। फिट गर्छु नि धेरै पनि छन् त उ हेर्न मान्छेमा नै ए मामा पोलेकै छ त कि सुरु देखे मलाई काचे दिदी लाउनु काचे गर्मी त्यस्तै। दुनिया काट हामीसँग सुपमा मात्र आइदिए Kalau main jauh, kita lagi kintin dia. दा माइहाइ न राख्छु Main dah babat tidak main. Ayam mau kau mau di sana tetap kau saja. आजको मेरो भिडियो चाहिँ के कस्तो भयो हैन, अन्तिमसम्म हेरेर धेरैभन्दा धेरै माया गरिदिनु होला। आजको मेरो दिन के भयो भने नि गाइज, आज म बिहानै यहाँबाट 10 बजी हिँडेँ हैन, अनि 10 बजी हिँडेको मान्छे अहिले भर्खर 8 बजी बेलुकाको 8 बजी आएँ यता घर। दिउँसोभर उतै हैन, अब दुई घरमा पूजा थियो, हाम्रोमा मात्रै हैन, यता हाम्रो जेठा बाजेकोमा र मेरोमा दुई घरमा पूजा, यताको पूजा र दुई घरको पूजा खाँदा खाँदा रातै पर्यो। अनि अर्को कुरा चाहिँ के भन्नु चाहन्छु भने हजुरहरूलाई हैन, आज मैले चाहिँ नबोलिकन नै मैले मेरो पूजाहरू के कस्तो भयो त्यो सब मैले गरेर के भन्छ भिडियो गरेर लाएको छु हैन।
नबोलिकन नै मतलब मैले चाहिँ यस्तो उस्तो भनेर मैले चाहिँ तपाईँहरूलाई नभनिकन नै, किनभने मेरो सुरु स्टार्ट हो नि त, त्यही भएर कन्फिडेन्ट छैन मलाई, ममा कन्फिडेन्ट छैन, भिडियो बनाउने कन्फिडेन्ट छैन त्यत्रो मान्छेको छेउमा। अनि सो हजुरहरूले पनि बुझेर हेरिदिनु होला। फेरि अब बिस्तारै बिस्तारै कन्फिडेन्ट बढ्दै जान्छ, बिस्तारै बिस्तारै मलाई पनि त्यसरी धेरै मान्छेको छेउमा बोलेर भिडियो बनाउन सक्ने हुन्छु बिस्तारै बिस्तारै होइन। अहिले चाहिँ बुझेर हेरिदिनु होला, त्यही भन्न चाहन्छु। अनि अहिले चाहिँ बेलुकाको 8 बजिसकेको छ, म चाहिँ बेलुकाको 8 बजी यहाँनिर भिडियो इन्ड गर्नलाई भिडियो यहाँ लिँदैछु। अनि अर्को कुरा के भन्नुहुन्छ भने गाइज, हाम्रोतिर त लाइनै छैन हौ, हजुरहरूकोतिर लाइन छ कि छैन? हाम्रोतिर त लाइन आउने जाने गरेको त लगभग 7 दिन 10 दिन नै भइसक्यो होइन, राम्रोसँग लाइनै छोडिदिएको छैन। एकछिन आधी घन्टा 1 घन्टा आउँछ। अनि अहिले पनि अन्धकार छ, केही छैन, अन्धकार कालो नकालो। त्यो पनि म घरमा एक्लै छु, एकदम डर पनि लागिरहेको छ, तर पनि के गर्नु होइन, अब बाध्यतै छ एक्लै बस्ने, बाध्यतै छ भनौँ न। अब किनभने उतै हुनुहुन्छ बुवा मम्मीहरू, अब यति बेला आउनुहुन्न होला, म चाहिँ अगाडि नै आइगएँ, यता पनि अलिअलि काम थियो र, त्यही भनौँ। अब अरू त के छ र। अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त भन्दै, अर्को कुरा चाहिँ मेरो भिडियो के कस्तो भयो होइन, आजको भिडियो के कस्तो भयो। हाम्रोतिर चाहिँ यस्तो खालको पूजा हुन्छ, हजुरहरूकोतिर कसकोमा यो खालको पूजा हुन्छ होइन, कुखुरा परेवा अन्डा अनि सुँगुरको बच्चा, यस्तो खालको पूजा कसकोतिर हुन्छ कमेन्ट गर्नु होला है त। अनि अर्को चाहिँ के भन्छु भनेर सोचिरहेको थिएँ, यस्तो छ कि दिमागै छैन मेरो त, के भन्छु सोचिरहेको थिएँ बिर्सि नै गएँ। हजुरहरूले मेरो भिडियो चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला, धेरैभन्दा धेरै साथ सपोर्ट दिनु होला, किनभने हजुरहरूको वाच टाइमले पनि मेरो च्यानलमा चाहिँ धेरै सपोर्ट पुग्नेछ होइन। त्यही भएर फेरि पनि म हात जोडेर भन्न चाहन्छु, डोन्ट स्किप माई भिडियो, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै सी यु अगेन। फेरि अर्को भ्लगमा भेट्नुपर्छ है त, बाई बाई।